प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टमबाट दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनहरू अहिले सडकमा आएर नाराबाजी गरिरहेका छन्। उनीहरूको आरोप छ यस्तो अभिव्यक्तिले नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक अडान र राष्ट्रिय एकता र कालापानी लिपुलेख जस्ता संवेदनशील विषयमा देशको दाबीलाई कमजोर बनाउन सक्छ। तर प्रश्न यहाँनिर छ, के केवल सडकमा टायर बालेर नाराबाजी गरेर र सामाजिक सञ्जालमा स्ट्याटस लेखेरै राष्ट्रियता बलियो हुन्छ त? पक्कै पनि हुँदैन। कालापानी र लिपुलेखको विषय केवल कुनै एक दल वा नेताको मुद्दा पक्कै पनि होइन, यो त सम्पूर्ण नेपालीको साझा सरकारको विषय हो। त्यसैले राष्ट्रिय हितका विषयमा दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन सके मात्र राष्ट्र र राष्ट्रिय एकता बलियो भएर अगाडि बढ्न सक्छ। त्यसैले देशको सार्वभौमिकता र राष्ट्रियता जोगाउनु छ भने सबैले जिम्मेवारीका साथ एकजुट भएर अगाडि बढ्नै पर्छ। होइन भने पार्टीको झोला भिरेर बाटोमा आएर टायर बाल्दैमा कसैको केही फाइदा हुनेवाला छैन।